हेलो गाइस, नमस्ते। आज नयाँ दिन नयाँ ब्लग फेरि बनाउँदैछु मैले। आज चाहिँ म मेरो साथीहरूलाई भेट्नको लागि जाँदैछु। साथीहरू चाहिँ खासमा टोकियोबाट काम परेर ओसाका आउनुभएको थियो, त्यही भएर उहाँहरूलाई चाहिँ भेट्नको लागि जाँदैछु म। नेपाली रेस्टुरेन्टमा बोलाउनु भएको छ, त्यही भएर यहाँबाट बस चढेर जानु पर्ला। आज चाहिँ मेरो साथीहरू चाहिँ पहिला म स्टुडेन्ट हुँदा एकजना साथी लगभग सँगै आएको भनौँ न, अनि अर्को एकजना साथी चाहिँ हल्का पछाडि आएको। हाम्रो स्कुल चाहिँ सेमै थियो है, एउटै स्कुलमा पढेको हामीले निहङ्गाको। त्यसपछि उनीहरू चाहिँ अनि म यतै ओसाकातिर सिङ्गापुर गरेँ। मेरो साथीहरू चाहिँ पढ्नको लागि भनेर टोकियो गएको थिएँ दुईजना। उनीहरू आज आएको छन् रे, मलाई भेट्न बोलिरहेको छन्, त्यही भएर साथीहरूलाई भेट्न जाँदैछु। एक्साइटेड छु, हेरौँ आज कस्तो हुन्छ। र सँगै अरू साथीहरू पनि हामी सेमै स्कुलको है, अरू साथीहरू पनि ओसाकातिरै बस्ने साथीहरू पनि, ओसाका क्योतो नारा यतै छेउछाउ बस्ने साथीहरू पनि आउनुभएको छ अरे। जाऊँ आज गएर भेटेर यसो थोरै कुराहरू खानपिन हुन्छ होला सायद, है त। हेर्दै गर्नु होला है। यो चाहिँ सुपर मार्केट हो, सुपा। मेरो रुमबाट नजिकै छ, प्रायः म चाहिँ यही आउँछु खानेकुराहरू सामानहरू किन्नको लागि। सबै कुराहरू पाइन्छ र यो सुपा चाहिँ सस्तो पनि हुन्छ अरू सुपाहरूसँग कम्पेयर गर्दा चाहिँ। ठिक प्राइस पनि सस्तो र सबै कुराहरू पाउने भएकोले डेली हामी चाहिँ सुपामै किन्नको लागि आउने गर्छौँ है, यी कुराहरूको। अहिले चाहिँ म ठ्याक्कै बस स्टेसनमा आइपुगेँ। अब एकछिन वेट गरौँ, 3-4 मिनटमा बस आइपुग्छ होला। त्यसपछि बस चढेर जान्छु म यहाँबाट। तपाईँ हेर्न सक्नुहुन्छ जापानको बस स्टेसन चाहिँ यस्तो हुन्छ है। टक्क यहाँ बस्ने हो, बस आउँछ अनि यहाँबाट चढेर जाने हो। बसमा चढ्ने बेलामा चाहिँ एउटा कार्ड हुन्छ होइन, इको कार्ड भन्ने। त्यो चाहिँ अब मोबाइलमै पनि राख्न सकिन्छ हामीले होइन, वालेटमा आइफोन छ भने। अनि त्यसले टच गरेपछि हुन्छ होइन। अनि र झर्ने बेलामा चाहिँ आफ्नो स्टेसन आइसके पछाडि चाहिँ हामीले के गर्नुपर्छ भने, स्टेसन आएपछि चाहिँ यस्तोमा यहाँ तोमारिमास भनेर लेखेको बटन हुन्छ होइन। अनि आफ्नो स्टेसन आउनुभन्दा 15-20 सेकेन्ड अगाडि त्यो थिचेपछि चाहिँ अगाडि ड्राइभरले थाहा हुन्छ यहाँ झर्ने मान्छे रहेछ भनेर थाहा हुन्छ, अनि बस रोकेर जानुहुन्छ है। त्यस्तो सिस्टम छ यहाँको बसहरूमा चाहिँ। यस्तो डिस्प्ले हुन्छ होइन, हामी अहिले चाहिँ कुन स्टेसनमा आइपुग्यौँ होइन, बस चाहिँ कुन कुन स्टेसनमा रोक्छ सबै यो डिस्प्लेमा देखाउँछ। अनि त्यही हेरेर आफू चाहिँ कहाँ झर्ने, आफ्नो स्टेसन आइपुगेन थाहा हुन्छ त्यहाँ हेरेर। अनि यतापट्टि चाहिँ यो बटनमा थिच्नुपर्छ है, प्रेस गरेपछि स्टेसन पुगेपछि ट्याक्क बस रोक्छ अनि झर्ने हो। देशमा अहिले चाहिँ नयाँ सरकार आएको छ होइन, बालेन सरकारले पनि यो कुरा चाहिँ सोच्नुपर्ने हो नेपालमा पनि होइन। बसहरू चाहिँ यस्तो सुविधा सम्पन्न बसहरू चाहिँ सञ्चालनमा ल्याउनुपर्ने हो। झर्ने बेलामा सजिलो हुन्थ्यो होइन। पैसाहरू पनि नेपालको जस्तो गरी दिइरहनु पर्दैन। यहाँ चाहिँ आफूसँग पैसा छ होइन, जस्तो अब 1000 रुपियाँसम्म छिराउन मिल्छ, एउटा मेसिन हुन्छ होइन, 1000 रुपियाँ अथवा कोइन 500, 100 होइन। त्यो कोइनहरू चाहिँ हामीले छिराउन सक्छौँ पैसा चढ्ने बेलामा। त्यस्तो छैन भने चाहिँ सबै डिजिटल सिस्टम हुन्छ यहाँ चाहिँ। रिचार्ज गर्ने हो होइन, रिचार्ज गरिसके पछाडि चाहिँ त्यो कार्ड टच गर्ने हो। चढ्ने बेलामा मेसिन हुन्छ, टच गर्ने चढ्ने, झर्ने बेलामा पनि मेसिन हुन्छ, मेसिनमा टच गर्ने झर्ने होइन।
पैसा कति हुन्छ तोकेको सर्टेन एमाउन्ट हुन्छ त्यो एमाउन्ट चाहिँ डिडक्ट हुन्छ आफ्नो त्यो कार्डबाट है चार्ज गरेको टेम्पोको पैसाबाट र त्यो लगभग यहाँ चाहिँ जति नै टाढा गए पनि बस चढ्दा चाहिँ बसको भाडा चाहिँ लगभग सेमै हुन्छ 220 नै हुन्छ जस्तो एक स्टेसन पर झरे पनि 220 नै हुन्छ यो बस जुन रुटमा चल्छ नि त्यो रुटको चाहिँ धेरै टाढा होइन 10-15 स्टेसनै पर गएर झरे पनि लगभग भाडा चाहिँ सेमै हुन्छ यो ओसाका सिटीभित्र चाहिँ है ठाउँ हेरेर हुन्छ अलि अन्य ठाउँतिर चाहिँ फेरि अलिकति फरक पनि हुन्छ होइन डिस्टेन्स अनुसार तर यो ओसाका सिटीभित्र चाहिँ सेमै हुन्छ अब चाहिँ म बसबाट झर्दैछु चाहिँ यहाँ चाहिँ यस्तै छ साथीहरू जापानको लाइफ काम सधैँ काम नै हो काम गर्नै पर्यो खानको लागि बाँच्नको लागि कहिलेकाहीँ छुट्टी हुन्छ छुट्टीको बेला घुम्नै पर्यो साथीभाइहरूलाई भेट्नै पर्यो अहिले चाहिँ कति बज्यो जापानको ठ्याक्कै 7 बज्यो है यहाँबाट चाहिँ अब सिधै तलतिर हो गएर नेपाल रेस्टुरेन्टमा चाहिँ आज थोरै बेर साथीहरूसँग यसो भेटघाट गरेर अनि साथीहरू टोकियो फर्किन्छन् उमेदाबाट बसमा नाइट बस अनि म चाहिँ अब आफ्नै रुम फर्किन्छु दिउँसोको टाइममा चाहिँ एकदमै गर्मी भए तापनि आजभोलि चाहिँ गर्मी धेरै नै घटिसकेको रहेछ बेलुका यस्तो इभिनिङ टाइममा हिँड्दाखेरि चाहिँ खासै गर्मी नहुने शीतल लागिसकेको छ म हिँडिरहेको यो एरिया चाहिँ सिनिमा जातो है ओसाकाको सिनिमा जातो भन्ने एरिया हो यो एरियामा चाहिँ एकदमै धेरै विदेशीहरू बस्नुहुन्छ नेपालीहरू पनि हुनुहुन्छ कोरियन पनि हुनुहुन्छ भियतनामिजहरू पनि धेरै नै हुनुहुन्छ अनि यो एरियामा चाहिँ एकदम धेरै भियतनामिजहरूको पसलहरू अनि नेपाली रेस्टुरेन्टहरू पनि टन्नै छ है अहिले चाहिँ म ठ्याक्कै नेपाली पसलमा पनि आइपुगेँ साथीहरू चाहिँ भित्र छन् होइन अब चाहिँ म पसलभित्र छिर्छु है त तिमी रोनाल्डोको यार अब के गर्ने यार मुटु पोलेको थियो तर जितेन अब के गर्ने जित्नु पनि होइन रोनाल्डोले यसपालि जित्नु पर्ने हो योपालि त पोले हो तर हो है रोनाल्डोले गोल हाल्यो नहाने नि पोले चाहिँ होइन के छ ब्रदर यार यो त तर मेसीले गोल हाल्यो पोल मजा पर्यो पर्सिबाट गएको होइन हजुर यो साथीहरू सँगै आएको हामी सँगै पढेको एउटै स्कुल होइन सँगसँगै हो त्यस्तो पनि होइन भर्खर त्यो कुरा त्यही भएर तिमीलाई सोध्छ नि त फेरि अब बच्चा कतै जानु हाम्रो त्यही कुरा हाम्रो त भइसक्यो कतिवटा ऊ दाइहरू त भनिसक्यो सोध नभए आफै सोध्नु तिमीलाई कतिवटा पत्ता चाहिन्छ लाइदिनु भनिसकेर सबैले भनिसक्यो कि सबैको सोधा एउटै हो तिम्रो मात्र हो भन्नै पर्यो साथीहरूको गाडी एउटै हो सबै मेरो चाहिँ त्यो के भने त्यो भाग्यले साथ नदिएर त्यसपछि दिदी बच्चा अपरेसन गरेको भइसक्यो हाम्रो पालामा त्यति भइसकेपछि एउटा छोरी चाहिँ पाइन्थ्यो ए अघि साउन्ड आएन क्या त्यसो भए कि त्यसमा नि हुन्छ आउँछ होला त्यसमा नि हुन्छ हेलो माइक चेक 1 2 3 गो
ब्रदर भविष्यमा कतिवटा बच्चा चाहिने हो अरे 2टा 2टाले पुग्छ पुग्छ मलाई त वाइल अनि फेरि 3टा जन्माउनु मन लाग्यो भने त्यो अब जन्माइदिने जन्माइदिने कसको लागि इन्टरभ्यू नलियो नि यार इन्टरभ्यू इन्टरभ्यू त यता दुईजनाको मात्र त के छ होला हाप्यो सियो यता इतादा के छ सेते इतादा के मास के भन्दै है म भन्न नि आउँदा हाम्रो उल्टो उल्टो भएछ क्या इतादा कि अगाडि ऊ पछाडि भएछ इतादा कि मास हो क्या हाम्रो राजन दाईको राजन दाई के छ अनि हाम्रो राजन दाईको राजन दाई के कस्तो भयो ल राजन दाई आज जिन्सेमा दो देशका के हो जिन्से भने जिन्से भनेको यसो अब अहिले वकर नाइ गर के अरे लाइफहरू कस्तो चलिरह भने कस्तो छ अहिले अहिलेको जीवनशैली निहोंगो देतेको छ ए निहोंगो दे हुँदैछु हो निहोंगो दे दाइजु निहोंगो वकर नाइ गर नानी म ये नाइ राधे राधे मोसी आकेको सुमिमा सेन राधे राधे मोसी आकेको जयमा सेन शङ्कर कहाँ छ होला यार लास्टै राम्रो मान्छे यार फोन गर न फोन चाहिँ गर्ने हैन दाइ भेटाइ बेला जहिले सम्झ भन्ने म कसम सबैले सम्झिरहनु त्यो चाहिँ मैले अघि नै भन्दै सिकेँ मनमा नै सम्झेर कहाँ हुन्छ र भनेको तिम्रो मनमा के छ भने थाहा हुन्छ यो चाहिँ मन पर्यो यार ब्रदर मलाई ब्रदर किनिदिनु नि त ब्रदर एउटा किनेम त ब्रदर के भएको त स्याम्पल लगाएर यहाँ हिजो ट्याक्स दिएँ नि आधा त ट्याक्स तिरेर आयो के भयो त तिरेर आएँ 3-4 दिनको कुरा त 3-4 दिन त होइन चार एक हप्ताको एक हप्ता त्यस्तो त हो 3-4 दिनवाला काम गर्दैनौँ हामी 3-4 दिनवाला काम गर्दैनौँ राम्रो आयो ब्रदर के हाल्यो आगो आयो मान्छे ट्र्याक गरिदिन्छ नि ट्र्याक लगाएको भने अर्काले बोल्दा बोल्दा सिकेँ त्यही कपी गर्दा 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 त्यति भयो तुमने न जाने क्या सपने दिखाए तो मेरा दिल जाके न सोता है क्या ब्रदर थ्याङ्क यू भेरी मच ब्रदर टोकियोदेखि वाजा भेट्न आएकोमा धेरै खुसी लाग्यो है मेरो ब्रदर यार पुरै चेन्ज भएको छ यार जिम गरेर यार वाउ ल अब चाहिँ हामी यहाँ खानपिन गरेर साथीहरूलाई चाहिँ यता बस स्टेसनसम्म जाँदैछौँ है त साथीहरूलाई पुर्याउनको लागि ब्रदरसँग भेट भयो आज खुसी लाग्यो धेरै पछि त्यही त ब्रदर यार साथी सन्चै छौ अब चाहिँ हामी स्टेसनतिर जाँदैछौँ है त ल धेरै पछि भेट भयो आयो राजन सँगै हामी सँगै जापान आएको थियौँ एउटै फ्लाइटमा सेम स्कुल ल राजनको निहङको जाओस् न त थोरै कति जान्ने भएको कति च्यालेन्ज भएको यार मेरो साथी यार नानीले म हिजो नानीका हित आइन हाई नानीでもいいよ久しぶりに会ったから
言いたいことあればぜひぜひ言ってください。言いたいことがない。ないですか？まず何が言ったらいいのかということが分からなくて、じゃあ兄さんから教えてほしいです。質問ですか？まあ質問でもいいよ。まあ、それに答えだけするから。おお、めちゃくちゃ上手になってるね。はい、ありがとうございます。すごい。ありがとうございます。ニュアンスも日本人みたいになってる。すごく嬉しいです。そうですか。お会いができて。まあ今日本当にみんな集まってくれて、まあ、ありがとうございます。ありがとうございますね。皆さん。特にビームさんとブラダルさん。本当に一瞬困ってたよ。2人とも名前分かんなくて忘れてしまいましたよ。何人？宇宙人？どういうこと？ OK。はい、それで終わり？終わり。じゃあこれで終わりにしましょう。はい。Kevin sa inyo. Sigarin niyo. मैले चाहिँ कहाँ सिकाएर भने कहाँ यस्तो पेरा भएको छ यार साथीहरु। एलेक्सले खो यार 2 शब्द दिएन यार यस्तो यार साथीहरु भेटेर मलाई खुसी लाग्यो त्योबाट मेरो यस्तो पहिला त्यस्तो निहंगो बोलिन्छ यार आउँदैन नि निहंगो सुन्दर पनि नन्दे ni sundari kara ide ni hungo ajen wakaru wake ga nai kara 分かることは私たち言ってないよ。どのぐらい分かってると私たち言ってないから、まあ、日本語で喋るだけに話になってるよ。そうですか。すみません、おじいちょっとできないね。できないです。できない。人間はできないことないけど、私は人間。あ、そう申し訳ないです。申し訳ないです。mana भन्दैछु आउँदैन कि दाइ मलाई आउने बेलामा भट्टर बोलिहाल्दै नि गुरुडुङ हाम्रो ब्रदरको नामै बिर्स्यो कि मैले भन्नु ए उजल ब्रदर ब्रदर भन्दा त्यो नामै बिर्स्यो ब्रदर दिन याद खोइ के ब्रदर देखि नै हो जीवन को तो जीवन से कोしてください自分の気持ち伝えてほしいはい自分のこと自分で久しぶりに友達に会って皆さん本当に私嬉しかったですよ。私といつに会うかなわからないけど、この会うことがこちらこそこちらこそありがとうございます。こちらこそ。また会う機会があれば、はいもちろん皆さん一緒に会いましょう。はい。よし。当たり前だよ。どうぞ。अलिकति फेस उचुर भयो नि अरे भाइごめんなさいねबोला न ありがとうございます。け2शब्द 何でもいいよ。何でもいいから。特にないんですけど、遠いから来てくれて、2人とも本当にありがとうございます。ありがとうございます。じゃあまたどこで会おうや。それだけです。 खादा लगाइदिसक्यो दाजुभाइले। त्यो तर उसँग बसेर सुन साइलीलाई गीत बजाइदिनु। मलाई नि भनेको यार यो त। यही वर्ष भेटेको अनिललाई। अनिललाई लगभग 2 वर्ष भयो। यही वर्ष हैन हामी त एरुमा त भेटे हो। हाम्रो त भेट्यो। एरुमा त तिमीहरुको गएको एउटा कहिले ठोक अहिले भेट भएको कहिले ठोकिन्छ ठोक्या मात्रै। सँगै पनि टाउकोमा त हलाउने होला दाजुभाइ पछि भेटौँला हो कि सबै छ। टाउकोमा चाहिँ टाउको मात्रै हो। दोकानमा गइसक्यो म आएर सुतेर हुन्छ म अब कामको सुत्ने बेला म हैन म काममा आयो कामबाट सुरु हुन्छ त्यत्रो मैले काम नसुरिकन गएको अलिक के सुरु भयो मान्छे भयो खाजा आयो म के काम निस्केर हिँड्छु क्लासमा भेट्ने एउटै क्लास गाह्रो छ रुम पार्न त भेट्नु हुन्छ अरू त ठोकेर भेट्नु यो नाखात्सु भन्ने स्टेसनमा झऱ्यो। अब चाहिँ यहाँबाट बस स्टेसन टोकियो जाने बस स्टेसन तर्फ जाँदैछौँ। त्यसपछि साथीहरूलाई चाहिँ यहाँबाट पठाएर हामी चाहिँ घर फर्किन्छौँ।
हजुर टेम्पो खत्रै छ है आँखा गएर ऊ ब्रदर यो जिम क्या मलाई नि फिट प्लेस भन्ने हो र त्यही हो 3032 रहेछ यहाँ तर मैले तर के गर्ने brother? महँगो हो त म गइरहेको छु यार हँ? क्विक फिट भन्ने हो होइन के अरे क्विक फिट क्विक फिट हजुर जिम क्विक फिट त्यसमा चाहिँ यार कति छ त्यसमा त्यसमा चाहिँ 4000 हो र? बेसी रहेछ महिनाको यो फिटनेस दामी छैन ब्रदर ए छैन नि म घर नजिक भएर त्यही गएको हो कि त्यो घर नजिक होइन फिट प्लेस चाहिँ फेरि सामानहरू चाहिँ सबै नयाँ नयाँ छ कि सिसाहरू पनि दाम सिसा होइन त्यो पुरै टेम्पो नै नयाँ हो नि त त्यही भएर होला नि ब्रदर सबै नयाँ सामानहरू मेसिनहरू पनि धेरै छ हौ ब्रदर त्यहाँ फिटनेसमा गऱ्यो भने ब्रदर पुरै भनौँ न सबै हुन्छ कि त्यो केमा नि त्यति सस्तोमा पाउँ त राम्रो हो नि ब्रदर 40 चाहिँ त धेरै सस्तो हो हामी एनी टाइम जिम कुदेको ब्रदर कति 12-13 हजार छ कि 10-11 हजार थियो फिटनेसमा त पर्सनल ट्रेनिङ गरेर 10,000 थियो ए पर्सनल ट्रेनिङ सुविधा गरेर किन चाहियो होइन आफैले अलिकति यसो बुझेर गऱ्यो भने हुन्छ अलिकति नलेजको लागि चाहिँ तर बेसिकै त हो नि त्यो अलिकति यसो कसरी चलाउने मेसिनहरू भन्ने सिकाउनु त हो जस्तो लाग्छ त्यही हो जस्तो लाग्यो मलाई नजिक नजिक आयो जस्तो लाग्यो यहीँ झऱ्यो जस्तो लाग्यो नि त्यस्तै नजिक यहाँ हो ब्रदर यहीँभित्र होइन ऊ बस्छु बस अगाडि बस्छु त्यहीँ झऱ्यो गर्मी छ है गर्मी नि अगाडि तपाईँको होटेलतिर जाडो महिना ब्रदर नखुलिहाल्ने भ्लग के अरे भ्लग रे यो जुस खाने चाहिँ कुरै छ भन्दाखेरि अब चाहिँ हामी यहाँ खामपाई गर्दैछौँ एउटा मात्रै थियो कि होइन ब्रदर यही नत्र ल्याउने के भन्नु केही भन्नु छैन ब्रदर त्यतिखेर त त्यहाँ त्यतिखेर अब के घट्छ बिचमा अहिले फेरि हाम्रो गल्ती त होइन भाडा दिनु फाइदा हो भाइ जाउँला ब्रदर अब नेपालको गाडीको भयो नि ब्रदर अब किरी खाइ गर्नु पऱ्यो किरी खाइ गर्ने लाइसेन्स मैले अस्ति बुझायो नाचे आसमी त टोकियो नजिक छैन के भन्यो ब्रदर बुझ्दाखेरि? ब्रदर अब लगभग अलि होस्टेल बसेरै जानुपर्ने 1 हप्ता जति त्यस्तै टाइपको थियो यहाँ चाहिँ अलिकति गाह्रो है लाइसेन्स निकाल्नुलाई अब 1 हप्ता अब ब्रदर ग्याप भनेको त धेरै हो नि त नि 1 हप्ता ग्याप गरेर उहाँ जानु भने लगभग त्यही त नाचे यासिन एउटा पुरै नै जानुपर्ने जस्तो भनौँ न एउटा बिदाको दिन त्यसो ब्रदर भइसकेपछि म निकाल्छु गाडीको भन्दा नि मलाई बाइकको ठिक लाग्छ फेरि तपाईँले गाडीको निकालेर ठिकै छ यसो केटाहरू यताउता जानु होइन रमाइलो पनि थियो भिडियो सजिलो निकाल्नु हुन्थ्यो। पर्ने त्यही त गाडीको नि बाइकको नि मलाई फेरि बाइक चलाउनु मन लाग्छ क्या गाडी भन्दाखेरि मलाई फेरि गाडी चलाउन त्यस्तो खासै मन लाग्दैन तर सुविधाको लागि चाहिँ ठिक हो तर फेरि मलाई त्यही त। सिङ्गल राइड जान चाहिँ फेरि मलाई बाइक ठिक लाग्छ हाम्रो साथीहरू 2 जना यहाँबाट टोकियो जाँदै हुनुहुन्छ उतै पारीको बस छोडेर ल ब्रदर रामदल ब्रदर ल अनि सर नाइस टु मिट यु पछि भेट्नुपर्छ हामी ओके ब्रदर तर कुरा चाहिँ धेरै कमी भएको छ है त्यो नि अब हुन्छ कुरा बिस्तारै गर्नुपर्छ हाम्रो ल, जाति शङ्कर मात्र हो फेरि भेटौँ ल है ल ब्रदर भेट्नुपर्छ पहिला भन्यो ए ओसाकै मिलाउनुपर्छ वर्किङ गरेर है त ल
हाम्रो प्यारो भिल्ला हो हामी त आउनु जाने गरेर पल्लो घर पल्लो घर हो ल दाजुभाइ केही दिनमा तपाईँ के क्या हो ब्रदरहरू पनि उमेद राम्रोसँग उमेर यही हो दाजुभाइ भेट्नुपर्छ ब्रदरको फेरि भेट्नुपर्छ नि भेटिहाल्छ हो हामी त्यही त सिजोको हालेर आनु ब्रदर अब के हुन्छ ब्रदर अब समयले बाई 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 अब हामीहरू पनि यताबाट घर फर्किन्छौँ ओके गाइज अहिले चाहिँ म सबै साथीहरूसँग छुट्टिएर दुईजना मेरो साथीहरू केतिर जानुभयो बस चढेर अनि दुईजना साथीहरू चाहिँ यही उमेदाबाट आफ्नै रुम जानुभयो र म पनि मेरो रुम फर्किँदैछु अहिले चाहिँ म साथीहरू ट्रेनबाट झरेर घरतिर जाँदैछु आज चाहिँ धेरै पछि साथीहरूलाई भेट्न पाइयो पहिला सँगै नेपालबाट सँगै आएको साथीहरू सँगै एउटै रुममा 1.5 वर्ष बसेको साथीहरू सँगै काम गरेको साथीहरूसँग भेट्न पाइयो सुख दुःखका कुराहरू गर्न पाइयो एकदमै रमाइलो भयो हामी चाहिँ पहिला एउटै स्कुलमा पढेको भएको कारणले गर्दा पनि एकदमै बोन्डिङ चाहिँ एकदमै राम्रो थियो सबैजनाको सबैजना एकदमै फ्रेन्डली मिलनसार हेल्पफुल एकअर्कालाई दुःख परेको बेलामा आपत परेको बेलामा हेल्प गर्ने यस्तो प्रकारको साथीहरू भएको कारणले गर्दा चाहिँ एकदमै आभारी छु म पनि लकी जस्तो लाग्छ आफूलाई र मेरो अब चाहिँ अर्को भिडियोसम्मको लागि वेट गर्नु होला फेरि पनि नयाँ भिडियो राम्रो भिडियो बनाउने कोसिस गर्नेछु र फेसबुकमा र युट्युबमा अपलोड गर्नेछु कृपया मनपर्छ भने युट्युबमा गएर सब्सक्राइब गरिदिनु होला र फेसबुकमा पनि फलो गर्न नबिर्सिनु होला है त तबसम्मको लागि राम्रोसँग बस्नु होला आफ्नो केयर गर्नु होला धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा एकदमै आभारी छु हजुरहरूप्रति थ्याङ्क यू भेरी मच